एडिटर सर हजुरलाई स्वागत छ। नमस्कार जयमसी। नमस्कार जयमसी, धन्यवाद सर। एकजना चाहिँ वयोवृद्ध व्यक्तिले हैन गजबको कुरा भन्नुभयो थियो। धेरै पहिला भन्नुभएको हो, यो 3 वर्ष अगाडि। तर पछिल्लो समयमा यो आन्दोलन राजावादीको आन्दोलन हुँदै गर्दाखेरि यो क्लिप चाहिँ एउटा भाइरल हुँदै गयो हैन। जजमान गुरुङले चाहिँ कृष्णलाई चाहिँ एक चुर्कीमै सिध्याउन सकिन्छ भन्ने कुरा आयो हैन, उहाँले भन्नुभयो। तर उहाँले भनेकै कुरालाई आधार मान्यो भने 3 वर्षमा धेरै नेपालीहरू क्रिस्चियन भएको देखिन्छ। यसलाई हजुरले कसरी हेर्नुपर्छ? सर्वप्रथम यो अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेको छ यो टपिक। र जजमान गुरुङज्यूले उहाँ यसले हेर्दा मेरो बुवाको उमेरको हुनुहुन्छ। हजुर, उहाँले इतिहासकाललाई हामीले अझ पल्लिनुपर्ने कुरा देखिन्छ। हामीले इतिहासकाललाई हेर्नुपर्ने हुन्छ। क्रिस्चियन समुदायलाई जुन पृथ्वीनारायण शाहभन्दा अगाडिदेखि नै सपोर्टमा त गरिरहेकै थियो, तर पृथ्वीनारायण शाहले पूर्ण रूपमा निर्मूल पार्ने कोसिस गर्नुभएको थियो। र क्रिस्चियनहरू समुदायले नाम त्यसरी मेटाउँछ भन्दा पृथ्वीनारायण शाह कासेर नेपालमा भएका मिसनरीहरू साथसाथै नेपालमा क्रिस्चियनहरूलाई लखेटिएका र क्रिस्चियन मुक्त देश घोषणा गरेर राखेको थियो। तर पनि यहाँ एउटा कुरो के भन्न चाहन्छु भनेदेखि बाइबलले शिक्षा अनुसार, बाइबलको सिद्धान्त अनुसार कुनै पनि व्यक्तिले इच्छाएर नहुने रहेछ भन्ने कुराहरू यहाँबाट देखिन्छ। यदि गडली यदि परमेश्वरबाट नै चाहेपछि त यस्तो जिरो अवस्थामा पुर्याउँछ भनेर जिरो नै बनाएको देशमा अहिले हेऱ्यो भनेदेखि त वर्षैपछि लाखौँ क्रिस्चियनहरू बनिरहेको छ। अनि यसै हिसाबले अहिलेको वर्तमान परिस्थितिमा पनि अहिले क्रिस्चियनहरूमाथि अन्य अत्याचार नगरेको होइन, गरिरहेकै हो। उनीहरूले चाहेकै पनि हो कि उनीहरूलाई यो नेपाल देशबाट नाम निशानै मेटाइदिन्छु भनेर गरिरहेकै हो, तर पनि गर्न सकिरहेको छैन। यसमा एउटा कुरो के हो भनेदेखि क्रिस्चियनहरू भनेको म के उहाँले बुझाउन चाहन्छु भनेदेखि यो संसारिक मान्छे होइन, उहाँ स्वर्गीय मान्छेहरू हुन्। र उनीहरू गडली मान्छे भने एउटा शब्द प्रयोग गर्छन्, ईश्वरीय भावना भएको मान्छेहरू हुन्। त्यसै कारणले कसैले नाश गरेर नाश हुन सक्दैनन्। अर्को एउटा उदाहरण के दिन चाहन्छु भनेदेखि संसारमा सबैभन्दा एउटा देश छ, एउटा जाति छ, जुन जातिलाई संसारमै नाम निशानो मेट्छु भनेर चाहिँ यो पृथ्वीमा बाटै नाम निशान मेट्छु भनेर कसेका थिए, जो इजरायल जाति, इजरायलीहरू हुन्छ। अनि इजरायलीहरूको पनि यहुदी जाति हो। यहुदीहरूलाई संसारमा नाम निशानी मेट्छु भनेर चाहिँ पृथ्वीबाट नै हटाइदिन्छु भनेर धेरै व्यक्तिहरूलाई अभिव्यक्ति पनि दिए। साथसाथै बाइबललाई एकदम यो हरेक कुरोबाट नाम निशानै मेटाइदिन्छ, पृथ्वीबाट नाम निशान बाइबल भनेर हटाइदिन्छु भनेर धेरै मान्छे कसेर आए। तर पनि कुनै पनि व्यक्तिले उ गर्न सकिन्छ। र संसारमा सबभन्दा बढी भाषामा ट्रान्सलेसन भएको र बढी छापिएको पुस्तक, बढी बिक्री भएको पुस्तक नै के हो भने बाइबल भइदिएको छ, जसलाई चाहिँ संसारबाट मेटाउन खोजिरहेको थियो। त्यसै हिसाबले जसलाई चाहिँ पृथ्वीबाट नाम निशान मेटाउँछ भनेको थियो यहुदी जाति। संसारको सबभन्दा अहिलेको अर्थतन्त्रदेखि लिएर टेक्नोलोजिकलदेखि लिएर वैज्ञानिक कुराहरूदेखि लिएर विकसित देशहरूले पनि यो यसरी हेर्दै गर्दा अहिले सबभन्दा धनी मान्छे हेर्दै गर्दाखेरि पनि इजरायल देखिन्छ, यो यहुदी जाति नै देखिन्छ, जसलाई चाहिँ संसारबाट नाम निशान मेटाउन खोजिरहेको थियो। ती व्यक्तिहरूलाई चाहिँ फेरि परमेश्वरले प्रतिज्ञा गरेको थियो, म तिमीहरूलाई आशिष दिनेछु, म बढाउने छु, तिमीहरू जहाँ जान्छन् त्यहाँ गएर म तिमीहरूलाई प्रशस्त आशिष दिनेछु, तिमीहरूको देशमा दूध र मह बगाउने छ भनेर चाहिँ प्रतिज्ञा गरिएको थियो। त्यो प्रतिज्ञा पुरा भइरहेको देखिन्छ। यसै हिसाबले पनि एउटा कुरो हेऱ्यो भनेदेखि यो नेपाल देशलाई जुन जजमान गुरुङज्यू अहिले मेरो बुवाको उमेर जस्तो देखिन्छ, उहाँले के नबुझेको विचार जस्तो लाग्छ मलाई। कहिले यो एफबीकी दिँदै गर्दाखेरि उहाँ कुन प्लानेटबाट आएको हो, अहिलेको एक्सन शताब्दीमा पनि यस्तो कुरा गर्दैछ जस्तो लाग्छ। म एउटा घोषणा उहाँले च्यालेन्ज गरेँ भने नेपालमा क्रिस्चियन नभएको भए यो देशमा एकजना पनि मान्छे बाँच्न सक्दैन। यो क्रिस्चियनहरूको कारणले गर्दा यो देश बाँचिरहेको छ, यो देश बचिरहेको छ, यो नेपाल भन्ने नाम रहिरहेको छ। कारण छ फेरि एउटा कुरो, किन कारण छ भनेदेखि चाहिँ यो नेपाल देशलाई एकीकरण गरिसक्यो। नेपाल देश हुनुमा
जुन प्रकारले मानवता भएर जिउन सिकाउने चाहिँ क्रिस्चियनहरू नै हो। हेर्दाखेरि नाम निशान मेटाउनु भन्छ, निशानहरू आवश्यक छैन भन्छ, लखिनुपर्छ, विदेशी धर्म बनिन्छ। तर यी क्रिस्चियनहरूले गर्दा नै यहाँ उहाँका छोराछोरीहरूले उहाँ जस्तो व्यक्तिहरूले पनि उपचार गर्दाखेरि हस्पिटल पाउनु भएको छ, पढ्नलाई उहाँको छोराछोरीले कलेज पाउनु भएको छ, स्कुल पाउनु भएको छ। यी सब योगदानलाई हेऱ्यो भनेदेखि सब क्रिस्चियनहरूको योगदानबाट हो। क्रिस्चियनहरूको कारणले गर्दा दानव होइन मानव बन्न सिकेको छ र मानव भएर जिउनलाई सभ्यताको विकास गर्नको निम्ति चाहिँ क्रिस्चियनले धेरै ठुलो योगदान गरेको छ। यो कुरा चाहिँ नभुल्न म उहाँलाई चाहिँ अनुरोध गर्छु। यस्तै हिसाबले उहाँ बोल्दै हुन्छ भनेदेखि हामी केही पनि गर्दैनौँ। हामी क्रिस्चियनले गर्ने भनेको एउटा प्रार्थना हो। जब स्वर्गबाट एउटा एक्सन आउँछ नि त्यति बेला उहाँको जीवनमा कस्तो सर्वनाश हुन्छ त्यो हामीले बोल्नु पर्दैन। त्यही कारणले गर्दा यस्तो कुराहरू नगर्नुहुन्न, यस्तो सोच विचार नगर्नुहुन्न। बाइबलमा एउटा कुरा के लेखेको छ, मान्छेको विरुद्धमा जति बोले पनि हुन्छ, मान्छेको विरुद्धमा जति योजना बनाए हुन्छन्, पवित्र आत्मा परमेश्वरको विरुद्धमा कसैले बोले त्यसको क्षमा दिने छैन भन्ने लेखेको छ। यो डरलाग्दो कुरा हो बाइबलको शिक्षा अनुसार, क्रिस्चियन सिद्धान्त अनुसार। यसको विरुद्धमा बोलिरहेको छ भने उहाँको जीवनमा आशिष छैन, उहाँको जीवन श्राप आउन सक्छ। तब श्रापको भाग्य नबोलिनु र समयमै पश्चाताप गर्नु, आफ्नो कुरा सजाउनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। यति स्वर्गबाट उहाँमा श्राप आउनुभन्दा अगाडि नै पश्चाताप गर्नुभयो भनेदेखि उहाँले के गर्नुहुन्छ, पश्चाताप क्षमा पाउनुहुन्छ। तर यदि पश्चाताप गरेन भनेदेखि चाहिँ भोलि उहाँको जीवनमा उहाँको शाखा सन्तानमा चाहिँ ठुलो बजरवाज हुने कुरा छ। म यो उहाँलाई यी तपाईँको मिडियाबाट घोषणा गर्छु, उहाँको जीवनमा ठुलो बजरपात हुँदैछ। म फेरि पनि भन्छु, उहाँको जीवनमा जुन जजमान गुरुङजीको परिवारमा उहाँको जीवनमा ठुलो बजरपात आउँदैछ। यदि योबाट तपाईँ उम्किन चाहन्छौ भनेदेखि तपाईँले पश्चाताप गर्नुपर्छ, नत्र भने चाहिँ तपाईँको जीवनमा ठुलो विनाशकारी कुराहरू हुँदैछ। यसै कारण तपाईँ होसियार हुनुहोस् भनेर म भन्न चाहन्छु। कस्तो सर, कस्तो विनाश हुँदैछ भन्नुहोस् त? त्यो मैले भनिरहने कुरा होइन, माथिल्लो परमेश्वरले कुराको। तपाईँ एउटा कुरो के भन्न चाहन्छ भनेदेखि जसले परमेश्वरको विरोधमा उ गर्यो नि त्यो भस्म पारेको कुरा देखिन्छ। जस्तो उदाहरणको निम्ति एउटा म उदाहरण के दिन्छु भनेदेखि बाइबलमा एउटा कुरा कथा पनि भन्दा इतिहासमा लेखिएको छ कि जुन प्यालेस्टाइन र इजरायलहरूको जुन लडाइँ अहिलेसम्म चलिरहेको छ, त्यति बेला प्यालेस्टाइनहरूले कोही एउटा गोलियत भन्ने एउटा सेनापति थियो। परमेश्वरले गिजाउँदै भन्थ्यो, कोही परमप्रभु परमेश्वरको मान्छेहरू आऊ मसँग लड्न आऊ, सक्छ भने आइज भनिदिएको थियो। तर त्यति बेलाको समयमा एउटा भेडाको र दाउदले एउटा ढुङ्गाको थोत्रो फालदेखि टक्राएर उसको विनाश भएको थियो। यसै हिसाबले यदि च्यालेन्ज कसैले गर्छ भनेदेखि मानिससँग च्यालेन्ज गर्नुहोस् भन्छु, तर परमेश्वरले च्यालेन्ज गर्ने काम चाहिँ कसैले नगर्नुहोस् भन्छु। यही कारणले गर्दा नेपालको क्रिस्चियनहरूसँग च्यालेन्ज गर्नु भनेको, नेपाली क्रिस्चियनहरूसँग बदनाम गराउन खोज्नु भनेको चाहिँ नेपाली क्रिस्चियन समुदायमाथि गरेको मात्र होइन, परमेश्वरमाथि नै च्यालेन्ज गर्नु हो। यही कारणले गर्दा त्यो जुन बचरपास भन्छ उहाँले नसोचेको कुरा हुनसक्छ, हामी कसैको कल्पनामा नै नभएको कुराहरू उहाँको जीवनमा हुनसक्छ। यो कुरा चाहिँ त्यो श्राप जस्तो भयो सर। यो एकदम उहाँले श्रापित कुराहरू गर्यो भनेदेखि श्राप नै हुन्छ, आशिष कुराहरू नै आशिष नै हुन्छ मैले देखेको अनुसार। तर एउटा कुरा के हुन्छ भने मैले अघि नै भनेदेखि समयमै उहाँले पश्चाताप गर्नुभयो भने चाहिँ उहाँको जीवनमा राम्रो कुरा हुन सक्छ। क्षमा माग्ने, मैले गल्ती बोलेँ भनेर मैले बोलेको कुराहरू सजाउनु पर्यो नि त। उहाँले मैले फिर्ता लिनुभयो, मैले गल्ती गरेर रहेछु, मैले नबुझेको रहेछु, मैले माफी पाऊँ भनेर उहाँले त्यो माफी माग्नुभयो भने उहाँको जीवनमा राम्रो हुन्छ, नभए राम्रो हुन्छ। अर्को कुरो के भने के आधारले चाहिँ उहाँ त्यस्तो निर्णयमा पुग्नुभयो, के आधारले चाहिँ उहाँ बोल्नुभयो, केही तपाईँले थाहा पाउनुभयो? उहाँले के आधारमा बोल्नुभयो भनेदेखि उहाँहरूको इच्छा चाहना के भन्दै हिन्दू राष्ट्र चाहिन्छ भन्ने एजेन्डा अब नेपालको, त्यसपछि राज संस्था फर्काउनुपर्छ भन्ने कुराको, हिन्दूहरूलाई खुसी पार्नको निम्ति त्यो बोलिदियो भने ओहो हामीलाई त भोट बन्छ, म भोलि संसद बन्न पाउँछ, भोलिपछि कदा चाहिँ के यो पृथ्वीको उल्टो पुल्टो भयो भनेदेखि त म फेरि यहाँ राज्य गर्न पाउने हुन्छ। त्यही हिसाबले उहाँले बोल्नुभयो हो मैले देखे अनुसार चाहिँ। तर त्यो कल्पना मात्रै हो, त्यो सपना मात्र हो, सपनामा। कृष्णहरूले चाहिँ यो राजा फाले र हिन्दू राज्य फाले भन्ने सत्य कुरो हो? यो त सत्य कुरो जस्तो लाग्दैन कहिले पनि। यो क्रिस्चियनहरूले राजा फाल्ने यो तन्त्र ल्याउने, क्रिस्चियनहरूले राजनीति गरेकै छैन अहिले भन्ने हो भने राजतन्त्र यो राजा फाल्ने र व्यवस्था परिवर्तन गर्नु त यो देशको
जो शासक वर्गहरू छ ती शासक वर्गहरूले गरेको कुराहरू देखिन्छ। अहिलेसम्म मैले देखेकोहरू कुरो छ हाम्रो क्रिस्चियनहरू कोही पनि संसद भएर त्यहाँ राजनीतिक सिटीको मैले देखेको छैन, भेटेको छैन। पहिला एकचोटि एउटा जनताका पार्टीबाट एकजना मान्छे भएको छ जसले पनि एकजनामा बहुमती पुग्दैन, उहाँले केही पनि गर्न सक्नु भएन। तर अहिलेसम्म पनि राजनीतिक क्षेत्रमा क्रिस्चियनले केही पनि गरेको छैन भने कसरी चाहिँ यो व्यवस्था परिवर्तन गर्नमा चाहिँ राजा फाल्यो भनेर भन्न सकिन्छ। दोष पनि लाउनु क्या, अलिकति जायज हुँदा दोष लाउनु, अलिकति जायज प्रकारको दोष लगायो भने पो अलिकति ऊ हुन्छ त। तर खै त अनजायज कुरामा यहाँ अर्को कुरो अचम्म लाग्दो कुरो चाहिँ फेरि 0% कति % भए मान्छेसँग फेरि किन डराइरहेको? यहाँ त उनीहरू 91% छ भन्छ, 92% छ भन्छ, हामी बहुमत किन सबै गर्दा के त धेरै पर्सेन्ट छ भन्छ। त्यत्रो पर्सेन्टेज बहुमतकै हिसाबले गर्दा उहाँले जे पनि गर्न सकिन्छ नि त। किन 0 कति भए मान्छेसँग डराउनु पर्यो? धर्मसँग डराउनु पर्ने आवश्यकता छैन नि त। डराउनु कारण चाहिँ एउटा कुरो के हुन्छ कि यी व्यक्तिहरू चाहिँ माथि ईश्वरीय अथवा परमेश्वरका मान्छेहरू हो, त्यही कारणले गर्दा उनीहरू डराइरहेको जस्तो मलाई लागेर। कमल थापा त अस्ति कि हिजो के अस्ति त उहाँले त पत्रकार सम्मेलन अब यो धर्म परिवर्तन रोक्न चाहिँ कानुनै ल्याउनु पर्छ भनेर उनले चाहिँ भनिरहेका छन्। धर्म परिवर्तन मैले पहिलेदेखि भनेको थिएँ, परिवर्तन भन्ने कुरो चाहिँ कहिले पनि धर्म परिवर्तन हुँदैन कि त्यो बोल्न नजाने हो कि यत्रो पार्टीको नेताहरू गर्नुहुन्छ, यत्रो पार्टीको ठुल्ठुलो विज्ञहरू गर्नुहुन्छ। धर्म परिवर्तन हुन्छ लाइफमा, जीवनमा। बुद्धिस्ट कहिले क्रिस्चियनवाद देखेछ? बुद्धिस्ट हिन्दू कहिले बुद्धिस्टवाद देखेछ? क्रिस्चियनवाद देखेछ? छैन नि त। धर्म जुन अवस्थामा छ त्यो अवस्थित अवस्थामा छ, तर मान्छेको सोच विचार पो परिवर्तन भएको छ त। मान्छेले त आफ्नो चोइस हो। यहाँ विभिन्न किसिमका भेराइटीहरू हुन्छ। जस्तै अहिले बिग मार्ट छ, भाटपट्टि छ, विभिन्न किसिमको सुपर मार्केटहरू उत्पादनमा सेलबेरी छ, विभिन्न किसिमका उसाहरू छ। अब सपिङ गर्न जाने मान्छे बिग मार्टमा जानु कि भाटपट्टिमा जानु कि अथवा सेल्सबेरीमा जानु, कुरोमा जानु उसको इच्छाको कुरो हो नि त। तर म भाटपट्टिमै सपिङ गर्नुपर्छ, होइन यो चाहिँ बिग मार्टमै सपिङ गर्नुपर्छ, होइन यो सेलबेरीमा आउनुपर्छ भनेर के अरे नियम कानुन लगाएर हुन्छ? त्यो त मानव अधिकार स्वत के हुन्छ? मानव अधिकार हराउनु भयो नि त स्वत। त्यसरी मानव अधिकार स्वइच्छाको नभए लोकतन्त्र गणतन्त्रको के अरे व्यवस्थाको के फाइदा भयो र? अझै पनि आज मानव अधिकार र आफ्नो सोच विचारले कुन्ठित गर्ने भने समावेशी समानुपाती भन्ने कुरा किन आउनु पर्यो त? यही हिसाबले कुरा गर्दाखेरि जुन प्रकारले उहाँहरूको सङ्कुचित सोचहरू छ यो सोचहरू परिवर्तन हुनुपर्छ। एउटा कुरो बोल्ने भाषाहरूमा पनि यति पढाइ लेखा परेका डाक्टर गरेका बाहिर धर्म परिवर्तन हुन्छ र धर्म परिवर्तन हुन्छ। घरमा कहिले पनि परिवर्तन हुँदैन, गड कहिले पनि परिवर्तन हुँदैन। बुद्धिस्टलाई बुद्धलाई अब अर्को मान्छेलाई म गड मान्छु भनेर हुन्छ? कुनै पनि हालतमा गड मान्न सकिँदैन। उनीहरूको राम सीता के अरे शिवहरूलाई गड होइन, अर्को चाहिँ शिव बनाउनु पर्छ भनेर भन्न सकिन्छ त? सकिँदैन। तिनीहरू यथावत अवस्थामा छ नि। धर्म कहिले पनि परिवर्तन हुन सक्दैन, परिवर्तन हुँदैन। मान्छेको विचारधारा परिवर्तन हुन्छ। समय सापेक्ष मान्छेलाई चाहना, आफ्नो इच्छा चाहना अनुसार त्यो लिने कुराहरू आउँछ, त्यो परिवर्तन हुन्छ। यसलाई कुनै पनि मान्छेले रोक्न सकिँदैन, छेकेर सकिँदैन। पञ्चायतको समयमा पनि रोक्न खोजेको थियो, राणा शासनमा रोक्न खोजेको थियो, शासक व्यवस्था पनि रोक्न खोजेको थियो। अहिले लोकतन्त्र गणतन्त्र आएर पनि रोक्न खोजिराखेको छ क्रिस्चियन समुदायको वृद्धिलाई। तर कसैले रोक्न रोक्छ? झन् दिनौँ बढ्दै गएको छ। खुसीको कुरो चाहिँ के हो भनेदेखि धेरै मान्छेले अझै पनि ख्रिस्टलाई पाइरहेको छ, अझै पनि पाउनुहुन्छ र एक दिन यो नेपाल देश चाहिँ क्रिस्चियन राष्ट्र हुनेछ। मलाई यो कुरोमा चाहिँ एकदम ढुक्क छु। क्रिस्चियन राष्ट्र हुन्छ। कसरी हुन्छ भनेदेखि भौकिले यो जुन गणतन्त्र लोकतन्त्रमा जनताले चाहे भनेपछि जे पनि परिवर्तन हुन सक्छ नि त। यो भोलि पर्सि यो क्रिस्चियन भइसकेपछि हिन्दू किन चाह्यो, बुद्धिस्ट किन चाह्यो, मुस्लिम किन चाह्यो भन्ने कुरा त आउँछ। किनभने अहिले सबैले इच्छा त्यो गरिरहेको छ। कारण किन हो भनेदेखि झन्डै नेपाल देशमाबाट अहिले युरोप कन्ट्रीहरू जाने, अमेरिका, अस्ट्रेलिया, युके, बेलायतदेखि लिएर विभिन्न किसिमका ठाउँहरूमा जाने मान्छेहरूको ताती लागेको छ। क्रिस्चियन देशहरूबाटको जुन आशिषित कुराहरू महसुस उहाँले गर्नुहुन्छ, ओहो यो ठाउँमा त साँच्ची नै परमेश्वरको कुराहरू रहेछ भन्ने कुराहरू जब परमेश्वरले आशिष दिनुको कुराहरू देखिन्छ तब सबै मान्छेहरू क्रिस्चियन भन्छ। यहाँ जति पनि मूर्ति पूजा गरेर
पूजा पाठ गरेर एकदम स्वागत गरेर पठाए पनि ऊ त क्रिस्चियन देशमा गएको क्रिस्चियन देशका सेवा सुविधा दिन गइरहेको छ त्यहाँबाट कमाएर 1-2 पैसा यहाँ फेरि आफूले खान पनि परिरहेको छ परिवार पाल्ने पनि पाउँछ ओहो हामी त क्रिस्चियन देशबाट पो पालेर रहेछ भन्ने कुरा भोलि त्यो नेपाली जनताले बुझ्छ घर परिवारले बुझ्छ हामी त क्रिस्चियन समुदायबाट आएको आशिष पो खाइरहेको रहेछ हामीले पाइरहेको रहेछ भने नेपाली जनताले यो कुरो बुझिसकेपछि कुनै पनि व्यक्तिले धर्मकरण गर्न खोज्छ त बुद्धिस्ट धर्ममा लान खोज्छ त हिन्दूको मूर्ति पूजा गर्न खोज्छ त खोज्दैन त्यही हिसाबले पनि यो देश नेपाल क्रिस्चियन राष्ट्र हुँदैछ यो घोषणा म आज पनि तपाईँको यो मिडियाबाट घोषणा गर्न चाहन्छु ल सर अन्तिममा सङ्ग्रहमा के भन्नुहुन्छ अन्तिममा के भन्न चाहन्छु भनेदेखि जुन जजमान गुरुङज्यू तपाईँ मेरो बुवाको उमेरको हुनुहुन्छ क्रिस्चियनहरूले सदाउने भन्दा पनि क्रिस्चियनहरूले धर्मले त माया गर्न सिकाउँछ आदर गर्न सिकाउँछ एउटाले अर्कालाई उच्च सम्मान गर्न सिकाउँछ हामीले कहिले पनि नराम्रो निज कुराहरू हामी अरू धर्म लाउँदैनौँ त्यही कारणले गर्दा तपाईँ सम्मान गर्न सिक्नुहोस् तपाईँ धर्म मान्ने मान्छे हो भनेदेखि चाहिँ धर्मको असल कर्म गर्न सिक्नुहोस् यदि तपाईँ धर्म मान्नुहुन्न भने उग्र रूपमा तपाईँ भाषण दिएर तपाईँ धर्म गर्ने मान्छे होइन तपाईँ विनाशकारीमा पुग्ने उग्रवादीको रूपमा हामीले लिन सक्छौँ जो चाहिँ नेगेटिभ भाइब सैतानिक शक्ति पनि भन्छ त्यस्तोबाट चलेका व्यक्तिहरू हुन् जसले चाहिँ पोजिटिभ कुरा गर्न लिनै सक्दैन नेगेटिभ फाइबरले लिन्छ यस्तो कुरामा तपाईँ नलागिनु न यस्तो कुराहरू नगर्नु न म हार्दिक अनुरोध गर्न चाहन्छु र नेपाली सम्पूर्ण समुदायहरूलाई म एउटा क्रिस्चियन समुदायको अनुरोध चाहिँ उहाँको लागि हामी सबैजना मिलेर प्रार्थना गरौँ र परमेश्वरबाट जुन उहाँमा दण्ड आउँछ त्यो दण्ड नआएकोस् र उहाँको परिवारले पनि मुक्ति पाएको होस् र उहाँको परिवारले पनि अनि नयाँ जीवन पाएको होस् भन्नको लागि चाहिँ हामी सबैजना मिलेर प्रार्थना गरौँ भनेर चाहिँ म सम्पूर्ण क्रिस्चियन समुदायलाई भन्न चाहन्छु हस् त धन्यवाद जय मसीह अरू के